हेलो 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 के छ हजुरलाई कस्तो छ मलाई चाहिँ एकदमै सन्चै छ र नै हामीले चाहिँ आज चाहिँ जुन हामीले हिजोको पराल चाहिँ राख्न सकेको थिएनौँ त्यो चाहिँ बचेको थियो त्यसको लागि आज हामी चाहिँ बिहानै उठेर टौवा गराउँछौँ टौवा गराइसकेपछि हामीले चाहिँ तुरुन्तै उसमा चाहिँ पराल हाल्न थालिहाल्छौँ किनभने चाहिँ छिटो गराएर फेरि हामीले चाहिँ अरू पराल पनि किनेर ल्याउनु पर्ने थियो अनि बुवाले चाहिँ माथि चढ्ने अनि म चाहिँ तलबाट पुऱ्याउँदै यताउता गर्दै अनि किनकि तलबाट पुऱ्याइरह्यो भने चाहिँ माथिबाट चाहिँ मिलाएन भने चाहिँ त्यो चाहिँ धप्किने सम्भावना हुन्छ नि त त्यही भएर बाबाले चाहिँ माथि मिलाइरहनु हुन्छ नि हामी चाहिँ लगभग केही घन्टापछि चाहिँ त्यो चाहिँ गराइसक्छौँ र अनि दुईटा पुला चाहिँ किन गराउन मन छ किनकि तिनी चाहिँ पहिले नै पानी परेको कारणले भिजेको थियो अनि फेरि हामी चाहिँ के गर्न थाल्छौँ भने हाम्रो चाहिँ जुन पहिला नै हामीले एउटा टौवा गराएको थियौँ त्यो टौवा चाहिँ आधा हामीले काट्नु पर्ने थियो किनभने त्यो चाहिँ राम्रोसँग मिलेको थिएन नमिलेको कारणले पानी पर्यो भने त्यो चाहिँ कुहिने सम्भावना हुन्छ भनेर अनि फेरि हामी चाहिँ त्यसलाई काटेर फेरि हामीले चाहिँ आजको नयाँ बनाएको टौवामा चाहिँ फेरि हाल्न थाल्छौँ अनि त्यहाँबाट चाहिँ हाम्रो चाहिँ धौ हुने भयो नि त भरे किनभने त्यहाँबाट ल्याऊ अनि त्यहाँबाट ल्याइसकेपछि फेरि अनि यहाँबाट फेरि माथि चाहिँ फाल्नु पर्ने थियो अनि फेरि मैले र बाबाले मिलेर चाहिँ त्यहाँबाट यहाँ टौवामा ल्याउँदै अनि त्यहाँबाट चाहिँ मैले माथि पुऱ्याउँदै अनि बाबाले चाहिँ माथि मिलाउँदै गर्नुहुन्छ अनि अब हामीले फेरि त्यसलाई पनि केही घन्टापछि हामी चाहिँ गराइसक्छौँ